सबैभन्दा पहिला त तपाईहरुलाई नमस्ते छ मेरो तर्फबाट र के कस्तो हुनुहुन्छ तपाईहरु। हामी चाहिँ पनि एकदमै सन्चै छौं अनि सन्चै भएर यतातिर चाहिँ अस्ति होली खेलेको भिडियो चाहिँ आज बल्ल दिन भ्याए मैले र यतातिर हामीले चाहिँ सबैभन्दा होली स्टार्ट गर्यौं। पहिला त भगवानलाई चढाएर र नुहाइधुवाइ गरेर अनि यतातिर नुहाइधुवाइ गरेर भगवानलाई चढाएर हामी पनि होली खेल्नतर्फ लाग्यौं अब चाहिँ घरतिरबाट। अनि घरबाट गएर चाहिँ अब कहाँ होली खेल्छौं त तपाईहरु हेर्न नभुल्नु होला है त भनिराख्नु भिडियोमा चाहिँ। अनि यता हेर्नु न हामी चाहिँ सबै तीनजना भएर होली खेल्दैछौँ र छोरीले चाहिँ यसरी दल्दी एलिएली दल्नु भनेर भनेको त यस्तो मजाले दल्दी पापाछीलाई पुरा भूत जस्तै पार्दी र एलिक टाइम पछाडि हेर्नु न मलाई पनि त्यस्तै पार्दिन्छ। अहिले त राम्रै देखिरहेको छ, एलिक भूत बन्नेपछि त कस्तो देखिन्छ। अनि यतातिर हामीले होलीको लागि भनेर बेलुन गरेर यसले छोरीले बेलुन भनेर यो बेलुन लिएको थियौँ। कसरी फुलाउँछन् के फुलाउँछन् हामीलाई चाहिँ एकदमै आएन कि। अनि पानी हाल्नुपर्छ अरे, पानी हालेको पनि फुलिएन। अनि यतातिर चाहिँ होली खेलिसकेर हामीले चाहिँ मेरो बुढा एक्सन गर्नु हुँदैछ अनि एलिक हामी बाइक लिएर चाहिँ बाहिर घुम्न गयौँ। होलीको दिन एलि त घुम्नुपर्छ हैन। अनि त्यसको बाद हामी चाहिँ एक्चुअली सविताहरूलाई होली लगाइदिने भनेर बाटबाटै निस्केकी थियौँ। अनि सविताहरूको रुममा चाहिँ अब हामी जाँदैछौँ र सविताहरूको रुममै पुगिसक्न आँट्यौँ। माथि छ रुम चाहिँ अनि माथि गएको त सविताहरू त तलै नै रहेछन्, थाहा नै थिएन हामीलाई त। अनि यहाँ माथि गएर चुप्पो लागेर लगाइदिउँ भनेर किचनमा पसेको, किचनमा पनि थिएनन् भएर त फोन गरेर भने कि हामी तल छौँ भनेर। अनि यतातिर अनि तल आएर हेर्नु न भूत बनाइदिएको अब त्यसलाई पनि इद्रु उल्टै भूत भएर बसिरहेका रहेछन् अगाडि नै। अनि यतातिर मलाई पनि भेट्ने अलिकति राम्ररी लगाएको थियो, भेट्ने बित्तिकै सबै खन्याइदिन् सविता कविता दुईजनाले नै। र हामी चाहिँ यसरी आज होली चाहिँ मनाइयो हामीले चाहिँ। हेर्नु न मैले बहिनीलाई लगाएको, दिदीले मसँग पुरा बदला लिएर केही छैन। अनि त्यसको बादमा छोरी त झन् नभन्नु न, उसलाई होली फेस्टिभल यति मनपर्छ। अनि त्यसको बादमा छोरीले पनि मजाले सबलाई लगाइदिई फुपूहरूलाई। अनि त्यसको बादमा उता दादालाई लगाउन जानु हुँदैछ। दिदी बहिनी मिलेर उता जाँदैछन् दाजुलाई लगाइदिन। अनि त्यसको बादमा यतातिर दाजुलाई पनि होली दलदाल पारेर अनि त्यसको बादमा हामी चाहिँ फोटो खिच्ने भनेर फोटो खिच्नतिर लाग्यौँ। अनि त्यसको बादमा अनि यतातिर आयौँ हामी यता बगाको दोकान भन्ने छ, नामै बगा। अनि यसलाई पनि होली लगाइदियो मेरो छोरीले। र खसीको मासु लिएर आउनुभएको थियो बुढाले चाहिँ। अनि यतातिर खसीको मासु माछा यो सब बनाउनेको तर्फ लाग्यो। आएर चाहिँ सिधै नुहाइधुवाइ गरेर चाहिँ म सबै फ्रेस भएर पहिला बनाउनुतिर लागेर अनि त्यसको बादमा अनि हामीले पनि खसीको मासु अनि माछा एक्चुअली सविताहरू आउँछन् भनेर नै मतलब बनाएको थियौँ। तर उनीहरूले चुके रिजनले आउन पाएनन् र हामी मात्रै नै अब खानु पर्यो नि हैन। अनि त्यसको बादमा हामीले चाहिँ यता बनाइतुलाई गरेर खाइबोइ यसपालिको होली चाहिँ यसरी नै मनाइयो अब। अनि त्यसको बादमा मैले चाहिँ बुढालाई अब होली हो अब बुढाले त अब बियर सियर अलिकति खानुभयो। अनि यतातिर खसीको मासु पनि पाकिसक्यो, बियर अब सबैले खान्छन् होइन, त्यसमा शरम गर्ने केही पनि कुरा छैन। अनि बियरै खानुहुन्छ, अरू त्यस्तो रमसम त्यो सब त खानुहुन्न। अनि बियर चाहिँ अब होली भनेर खाना दिएको मैले पनि। र अनि यतातिर बियर खाएर देवदास मुभी, मेरो बुढाको चाहिँ फेभरेट मुभी देवदास लगाएर, शाहरुख खान फेभरेट नि त मेरो बुढाको। अनि त्यसको बादमा लगाएर यहाँ खसीको मासुसँग बियर खानेको मजै अलग छ भन्दै खानु हुँदैछ कि। अनि त्यसको बादमा यता मैले सलाद पनि काटेकी थिएँ, सलाद खसीको मासु माछा खायौँ। अनि हामीहरू चाहिँ खाइबोइ गरेर हेर्नु न मेरो चाहिँ नुहाइधुवाइ गरेर पनि मुखको गएकै थिएन, कस्तो कलर लागेछ पुरा यो आजको हाम्रो होली चाहिँ यस्तै गयो गाइस। अब लाइक कमेन्ट गर्नको लागि चाहिँ नबिर्सिनु होला है।